सो डिजिटल नलेज नेपाल कम्पनीबाट महिनाको 30,000 40,000 50,000 1 लाखसम्म मजाले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ, त्यो पनि अनलाइन। सो अब यसैको लागि डिजिटल नलेज नेपालमा काम कसरी गर्ने, हाउ टु वर्क इन डिजिटल नलेज नेपाल। सो सबैभन्दा पहिला चाहिँ यहाँ तपाईँ दुवै साइड हेर्न सक्नुहुन्छ, सर्टिफिकेट हेर्न सक्नुहुन्छ, गभर्मेन्टबाट एप्रुभेड भएको सर्टिफिकेट हेर्न सक्नुहुन्छ। यो कम्पनी चाहिँ डिजिटल नलेज नेपाल कम्पनी चाहिँ फुल्ली एप्रुभेड भएको छ, गभर्मेन्टबाट फुल्ली एप्रुभेड कम्पनी हो। यसमा चाहिँ तपाईँ ढुक्क भएर मजाले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईँले केहीको टेन्सन केही लिनु पर्दैन कि यो हाम्रो कम्पनी चाहिँ फुल्ली गभर्मेन्टबाट रेजिस्टर भएको कम्पनी हो। यसमा चाहिँ तपाईँले मजाले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो अब यो कम्पनीमा काम कसरी गर्ने होइन, कुन प्याकेज लिएर स्टार्टअप गर्दा चाहिँ राम्रो हुन्छ, त्यो सबै म सजेस्ट गर्छु तपाईँलाई। सो यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सो हाई एभ्रीवन, माई सेल्फ मिस्टर डिके फ्रम दिस साइट। सो यो डिजिटल नलेज नेपाल कम्पनीमा कुन प्याकेज लिएर स्टार्टअप गर्दा चाहिँ बेस्ट हुन्छ, राम्रो हुन्छ, इन्कम चाहिँ बढी हुन्छ होइन। सो अब म होइन तपाईँलाई प्याकेजको बारेमा स्टेप बाई स्टेप गाइड गर्छु। सबभन्दा फर्स्ट हाम्रो रहेछ प्रोफेसनल प्याकेज, जसमा चाहिँ तपाईँले होइन महिनाको 15,000 देखि 20,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ मजाले। त्यसको इन्भेस्टमेन्ट चाहिँ होइन 2199 लाग्दो रहेछ। यसको इन्भेस्टमेन्ट 2199 मात्रै महिनाको 15,000 देखि 20,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। र हाम्रो सेकेन्ड प्याकेज रहेछ एक्सटेन्डेड प्याकेज, जसको प्राइस चाहिँ 3,699 रहेछ, जसमा चाहिँ तपाईँले महिनाको होइन 20-25,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। थर्ड प्याकेज हाम्रो रहेछ अल्टिमेट प्याकेज, जसको प्राइस चाहिँ 4,799 रहेछ, जसमा चाहिँ तपाईँले होइन महिनाको 25-30-35,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अनि फोर्थ प्याकेज रहेछ हाम्रो मास्टर प्याकेज, जुन प्याकेज चाहिँ त्यो प्याकेजबाट मैले पनि स्टार्टअप गरेको छु। सो त्यो प्याकेज चाहिँ फुल्ली स्पेसल प्याकेज हो, जसमा चाहिँ तपाईँले इन्कमको साथसाथ अरू कुरा पनि सिक्न सक्नुहुन्छ, डिजिटल कोर्सेसहरू सिकेर बाहिरको इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो यसको इन्भेस्टमेन्ट चाहिँ 5,999 रहेछ। अनि महिनाको इन्कम चाहिँ यसमा गर्नुहुन्छ भने यसमा चाहिँ महिनाको इन्कम 50,000 देखि 1 लाखसम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ, त्यो पनि इजिली। सो यो सबै प्याकेजमा काम चाहिँ एउटै हुन्छ, बट यो मास्टर प्याकेजमा होइन तपाईँले दुई तरिकाले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो यसमा चाहिँ तपाईँले एफिलिएट मार्केटिङ पनि गरेर इन्कम जेनेरेट गर्न सक्नुहुन्छ र डिजिटल कोर्सेसहरू पनि सिकेर इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। म तपाईँलाई यो सजेस्ट गर्छु कि सकेसम्म तपाईँ यो मास्टर प्याकेज लिनु। मैले पनि मास्टर प्याकेजबाट स्टार्टअप गरेको छु। सो यदि तपाईँ मास्टर प्याकेज लिनुहुन्छ भने महिनाको 50,000 देखि 1 लाखसम्म त मजाले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। र तपाईँसँग यति पैसा छैन भने, यो 6,000 पैसा छैन भने तपाईँ अल्टिमेट प्याकेज लिन सक्नुहुन्छ। सो त्यसमा पनि होइन महिनाको 25-30-35सम्म इन्कम जेनेरेट हुन्छ। यदि त्यति पनि पैसा छैन भने तपाईँ त्यो स्ट्यान्डर्ड प्याकेज लिन सक्नुहुन्छ, जसको इन्भेस्टमेन्ट चाहिँ 3,699 रहेछ। त्यसमा चाहिँ तपाईँले महिनाको 20-25,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यदि तपाईँसँग त्यति पैसा पनि छैन भने सबभन्दा लास्ट प्याकेज हाम्रो चाहिँ रेकमेन्डेड प्याकेज चाहिँ प्रोफेसनल प्याकेज रहेछ, जसको प्राइस चाहिँ 2,199 रहेछ, जसमा तपाईँले महिनाको 15-20,000सम्म इन्कम मजाले गर्न सक्नुहुन्छ। सो अब यसमा चाहिँ धेरैजना मान्छेले भन्छ कि यसमा चाहिँ इन्भेस्टमेन्ट लाग्दो रहेछ, सो यसमा पैसा तिर्नु पर्ने रहेछ होइन। म तपाईँहरूलाई यो कुरा भन्छु कि अहिलेको बेसिसमा पैसा कहाँ लाग्दैन र इन्भेस्टमेन्ट कहाँ लाग्दैन र। सो यसमा चाहिँ तपाईँले होइन एउटा पानीको बोतल किन्नुहुन्छ भने त्यहाँ पनि इन्भेस्टमेन्ट लाग्दो रहेछ। यहाँ हामी कपडा किन्न जान्छौँ भने त्यहाँ पनि इन्भेस्टमेन्ट लाग्दो रहेछ। यहाँ हामी स्टडी गर्न जान्छौँ भने त्यहाँ पनि इन्भेस्टमेन्ट लाग्दो रहेछ एज अ फिसको रूपमा। सो म तपाईँहरूलाई यो सजेस्ट गर्छु कि अहिलेको बेसिसमा होइन इन्भेस्टमेन्ट जहाँ पनि लाग्छ, यो कम्पनीमा तपाईँ एकचोटि इन्भेस्ट गरेर आफ्नो लाइफ टाइमको लागि इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो इन्भेस्टमेन्ट चाहिँ तपाईँलाई जहाँ पनि लाग्छ, बिना इन्भेस्टमेन्टको अहिले चाहिँ केही छैन।